हेलो साथीहरु, मेरो डेली ब्लग्समा यहाँहरुलाई हार्दिक स्वागत छ। म यति बेला बेंगलोरबाट बोलिरहेको छु र तपाईहरुलाई थाहा नै छ बेंगलोरमा म ड्युटी सँगसँगै आफ्नो परिवारसँग पनि यहाँ समय बिताउने गर्दछु र यति बेला चाहिँ म चाहिँ आफ्नो अपार्टमेन्टमा मतलब मैले काम गर्ने अपार्टमेन्टमा ड्युटी गरिरहेको छु र सँगसँगै आफ्नो छोरीलाई पनि दिनभरि हेरचाह गरिरहन्छु किनकि आजभोलि स्कुलको छुट्टी छ। त स्कुलहरु आजभोलि बन्द छन्, गर्मी बिदा दिएको छन् हैन। यसै सन्दर्भमा मेरो छोरीको हेर्नुस्, मेरो छोरी के गर्दैछ यहाँ हेर्नुस्। यसरी चाहिँ बालुवामा हेर्नुस् त खेलिरहेछ। ज्ञानु के गर्दैछौ साना? के बनाउन लाग्यो यो? हजुर के केक? ए केक बनाए रे, बालुवाको केक बनाइरहेछ। जब म पनि सानो थिएँ नि, सानो भएको बेला स्याम यस्तै गर्थ्यो अरे कि स्त्री माटोमा धेरै माटोमा खेल्थे। म चाहिँ भयंकर हरामी थिएँ अरे सानो बेला, धेरै उल्टा उल्टा काम गर्थे रे। त्यही भएर मेरो छोरी पनि सायद मेरै गुणगान मेरो छोरीमा गाछन्। सायद मेरो छोरी पनि खूब हरामी छ, उल्टा उल्टा काम गर्छ, कामहरु बिगार्ने काम मात्र गर्छ। कहिले माटोमा खेल्छ, शरीरभरि माटो लगाउँछ हैन, कहिले भाँडाहरु पुरा बिगाडिदिन्छ, भाँडामा पुरा माटो हाल्दिने। हजुर हो र? खै देखौ हैन, देखौ चप्पल खै त, चप्पल खै त, हजुरको चप्पल खै खै त, खै कता बनाउनु भयो हजुरले केक? देखाउनुस् त। ओ माय गॉड, छोटा वाला केक। ल बाय बाय भन्थे, बाय बाय गर्नु। यो साथीहरु हेर्नुस्, ड्युटी सँगसँगै बच्चा बच्चालाई हेर्न पनि एकदमै गाह्रो छ साथीहरु। तर यहाँ मैले ड्युटी गर्ने अपार्टमेन्ट त खासै त्यति अरू ठाउँको जस्तो उभिएको गर्नु पर्दैन, बस्ने मजाले। यस्तो पुरै सहरमा चाहिँ छैन, गाउँ एरियामा हो, यता त्यति खासै उ छैन। ड्युटी सँगसँगै आफ्नो सबै कुरा गर्न सकिन्छ, जस्तै खाना बनाउने अनि आफ्नो बालबच्चालाई हेर्ने गर्न सकिन्छ। तर गेट चाहिँ छोड्नु मिल्दैन। गेटको मतलब गेटको नजिकै मेरो रुम पनि छ र यो रुम मेरो हो। यो रुमबाट खाना बनाउँदाखेरि भित्र ठुलो एलइडी लगाइदिएको छ। एलइडीमा हामीले गेटमा को आयो, को गयो, को गाडी आयो भन्ने देख्न सकिन्छ। मेरो रुमतिर यस्तो ठुलो एलइडी लगाइदिएको छ हैन। यस्तै यतातिर खानासाना बनाउने हैन, खाना बनाउँदाखेरि चाहिँ यसरी हेर्न सकिन्छ। यस्तो चाहिँ छ मेरो ड्युटी, यस्तो चाहिँ मेरो ड्युटी छ। अनि म चाहिँ गेट चाहिँ त्यहाँ हो, बस्ने चाहिँ यहाँनिर यो पिल्लर नजिक हो। राम्रो छ एकदमै। यो सँगसँगै हुन्छ त आजको लागि हाम्रो ब्लग चाहिँ यही समाप्त हुन्छ। भोलि चाहिँ अर्को एक नयाँ ब्लगको साथमा म उपस्थित हुनेछु। तबसम्मको लागि हस्त, धन्यवाद, नमस्ते, बाय बाय।